कुन चाहिँ देशमा कतिवटा ज्वालामुखी छ हेर है त आजको भिडियोमा। जर्मनीमा एउटा ज्वालामुखी रहेछ, नर्थ कोरियामा 2टा रहेछ। सबैभन्दा धेरै ज्वालामुखी चाहिँ कुन चाहिँ देशमा होला है त? भियतनाममा पनि 2टा रहेछ, इन्डियामा जम्मा 2टा त्यत्रो ठुलो देशमा, साउथ कोरियामा 3टा रहेछ। भिडियो मन परेमा लाइक र फलो गर्न नबिर्सनु है त। अस्ट्रेलियामा 4वटा ज्वालामुखी रहेछ, ग्रिसमा 5वटा, साउदी अरेबियामा 8वटा ज्वालामुखी रहेछ। नेपालमा चाहिँ ज्वालामुखी छ कि छैन कसलाई थाहा छ कमेन्ट गर्नु होला। स्पेनमा 8वटा ज्वालामुखी रहेछ, टर्कीमा 10वटा, पोर्चुगलमा 13वटा, इटलीमा 13वटा। यो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ आफ्नो ठाउँको नाम कमेन्ट गर्नु होला है। युकेमा 14वटा ज्वालामुखी रहेछ, चाइनामा पनि 14वटा, फ्रान्समा 19वटा रहेछ, साल्भाडोरमा 20वटा, टोङ्गामा 21वटा, केन्यामा पनि 21वटा, यो गौतामालामा 23वटा रहेछ ज्वालामुखी, न्युजिल्यान्डमा 24वटा, क्यानाडामा पनि 24वटा, कति धेरै हो। अर्जेन्टिनामा 34वटा। को मेसीको फ्यान हो कमेन्ट गर्नु होला। आइसल्यान्डमा 35वटा ज्वालामुखी रहेछ, इक्वेडोरमा 36वटा ज्वालामुखी रहेछ, फिलिपिन्समा 38वटा, ओहो मेक्सिकोमा 38वटा, यसमा पनि यो घेनुवामा 46वटा ज्वालामुखी रहेछ, इथियोपियामा 52वटा। सबैभन्दा धेरै चाहिँ कुनमा रहेछ हेरौँ है त। चिलीमा 91वटा, रसियामा 117वटा, इन्डोनेसियामा 120वटा ज्वालामुखी रहेछ, जापानमा 122वटा। ओहो जापानको साथीहरू होसियार भएर बस्नु होला है त। सबैभन्दा धेरै चाहिँ युएसएमा 165वटा ज्वालामुखी रहेछ है।